ट्याप नगरेर यस्तो जमिसर पटेको त्यो माथि बसेको कुची माथि बसेर ए भनेपछि तैँले नि कमाउने दिन टाढा छैन जस्तो लाग्यो मलाई त म के अब त्यो हजुरले त्यो पहिला त्यो के भन्छ पशुपतिनाथमा त्यो बेच्न आएको थिएँ पानी बिस्कुटहरू बेच्न आएको थिएँ एउटा दाइ हो तिमीलाई देखेर त म त हौसला बढ्यो के मम्मी बढ्यो साँच्चै बढ्यो अनि के गर्न पर्छ भन्ने नि सिकिरहेको क्या मैले अहिले सामाजिकमा झन् त्यही पढिरहेको हामीले त्यो देखेर त हो है यसले नि गरे त हामीले नि गर्न सक्छौँ गर्न पर्छ भन्ने जस्तो भयो कि किन मलाई छोह के आजकल मलाई कुराहरूले छुन्छ कि किन म एकदम ज्ञानी भएको ए भनेपछि त त्यहाँ पशुपतिमा आएर हामीलाई त्यो पानी र कुरकुरे बेचेर गएको मान्छेले त्यस्तो छोयो तँलाई छोयो मलाई त कति वर्ष भयो भन्थ्यो अरे त्यसले खै मभन्दा 1-2 वर्षले जेठो हुन् का त्यस्तै हो हो त्यस्तै हो किनभने सानै नै थियो नि त बिचरा अझ त्यो हजुरले त्यो उसके योगा के गर्न लानु भएको थियो अनि कुरकुरे चोरेर लगेर बाँदरले नि अनि एउटा दिदीलाई हेरी कपाल तानेर झ्यापड हानेको बाँदरले जापानमा त त्यो अननोन पिपुलहरू आएर ढोका ढकढका नि के गर्छ अरे भाइ मलाई त डर लाग्छ भाइ किन त्यस्तो कोइला हो क्या उनी नत्र त एकदमै सुरक्षित हो सबै कसैले कसैको मतलब गर्दैन त्यहाँ जापानमा त त्यहाँ एउटा ठाउँमा रोडमै पर्स राख्यो भने नि एउटा इन्च नि हल्लिन्न भन्छन् रे है सीसी क्यामेरा हुन्छ भन्छ नि त्यो पर्स लगेर पुलिसलाई दिने भने पनि फेरि कहाँ थियो कस्तो थियो कति बजे कता फर्केको थियो यता उता भनेर अनि 1 घन्टा आधा घन्टा 1 घन्टा 2 घन्टा खाइदिन्छ अनि त्यही भएर अनि टाइम हुनु नि त मान्छेसँग त्यही भएर बरु त्यतिकै छोडेर हिँड्ने हो कि सबै तर त्यो जापानमा हेरि भूकम्प पनि धेरै आउँछ रे नि के हो रे हिजो भूकम्प त आएको गर्छ यार हिजो आएको थियो नि मम्मी कहाँ 4.8 म्याग्निट्युडको यहाँ ओ बाबा 4 बजेतिर म त थाहा नि थिएन म त सुत्यो भने मरेको मान्छे जस्तै हुन्छु भाइ सुतेको हुन्छु मलाई हेरि त भूतहरू भने नि कति डर लाग्छ र मलाई त थाम्नै सक्दिनँ हजुरलाई हेरि डर यति नि लाउनु हजुर छामाहरूलाई म त कोबाट गएर बाबाबाट गएको म त हो बाबा त के हो र मलाई पहिला कति राति चाहिँ ओए उता जाम पिसाब फेर्न भनेर अनि म बाहिर बस्ने आफूले पिसाब फेर्न जाने गरेको कि त्यो मान्छेले कति राति त लगभग म साथी चाहिने हो कि त्यसलाई मलाई नि साथी त चाहिन्छ तर मलाई के त नि मम्मी फेरि त्यो दिन भन्दा त म कठिन दिन केही थिएन त्यो मलाई जहिले पिसाब लाग्ने छिनछिनमा अनि बाहिर जान डर लाग्ने हजुरले भुस पारामा सुत्ने अनि हजुरले त्यो एउटा बाल्टिन राखिदिएको होइन मलाई तिमीले त भनेको बेलामा त जहिले नि जान्थिन्छ जान त म त होइन र जान्थे तर हजुरलाई नि झ्याउ लाग्दो भन्ने हुन्थ्यो कि मलाई अनि मम्मी म त यस्तो हुन्छ अनि भन्ने त त्यो एउटा बाल्टिन राखिदिन्छु अनि म बिहानै उठेर फालिदिन्छु अनि भनेदेखि त फेरि त्यो पर्रा गर्ने बेलामा बाबा उठ्नुहुन्छ कि भनेर तनाव त्यति सानो हुने बेला नि त्यस्तो हुन्थ्यो तँलाई म त सानैदेखि किन धेरै तोका भित्री कुराहरू सोच्थेँ किन यो भयो भने म त जस्तै इक्जाम्पल एबाट सुरु भयो भने जेटमा पुग्थेँ म त कुरामा यो कुराबाट यो भयो यो भन्दा कहाँ पुग्थ्यो हाम्रो क्लासको साथीहरू त कस्तो बच्चा जस्तो लाउँछ भाइ मलाई त
योले कहाँ हस्तो गरेको हयो गर्यो अनि सक्यो उनीहरूको कुरा कस्तो बच्चाले जस्तो कुरा गर्छन् भाइ मलाई त त्यो बोल्न बस्न नि झ्याउन आउँछ साथीहरूसँग मसँग कोहीको कुरा मिल्दैन आफूलाई यहाँ पढ्न मन लाग्यो उनीहरू हल्ला गरेर मलाई मेरो कान फुट्न लागिसक्यो त्यही भएर नि टाउको दुख्छ भयो मलाई त कति हल्ला गर्छन् हाम्रो क्लासको मलाई फेरि हल्ला गर्न जाँगर लाउन कि किन पहिला हरि हल्ला गर्थेँ मै हो वान्टेड त आजकल हेरि मनै लाउनु के भयो मलाई आजकल एकलौटी भयो म त अब एक्जाम यस्तो धमाकेदार दिन्छु अनि चिल पारामा बस्छु पुरै फर्स्ट सेकेन्ड आउने पोजिसनमा आउने विचार छ क्या यो हुन्छु भन्ने त थाहा भएन तर म आफ्नो बेस्ट दिन्छु भनेपछि त पुग्यो त अनि त्यही हो अब म म्याथ्सको नि प्र्याक्टिस गरिराखु म मम्मी पहिला कसम म हजुरहरूको अगाडि मात्र राम्रो भन्न खोजेको मैले कहिले होमवर्क गर्थेन आजकल साथीहरूको लामो पेज 3-4 वटा सकिसक्यो मेरो छोटो कपी आधी नै हुन्थेन क्या मैले होमवर्क कतिको गर्न भन्ने मलाई मात्र थाहा अनि जानी सरको झापड खानी आउने गरेर नि हो कि मैले राम्रो मार्क्स नल्याएको खास त कहाँ बाबु यही कहाँ पोखरामै क्लासमा यहाँ 5 यही टर्मदेखि हो कि म त राम्रो हुन लाग्यो अलि पढ्ने इन्ट्रेस्ट हुन लाग्यो अनि यो पालिदेखि त आधी नि सके थिएन हैन मेरो पेज अनि मैले अहिले एउटा भ्याएर नि फेरि अर्को नि भ्याउन लागिसक्यो मेरो कपी प्र्याक्टिस गरेर अहिले त कामै गर्न त पहिलाको बर्खामा के गर्नु काम हुँदो रहेछ सबै आफूले गर्ने पढाइमाथि ध्यान नगर्ने गर्थ्यो भने अहिले त काम गरे गर्न गरे उही पढेको पढ्यो भने काममा इन्ट्रेस्ट थियो तिमीलाई पहिला कोही बेला त गर्छु सबक पार्छु के सबैहरू पार्ने भयो पहिला झन् काम गर्थ्यो क्या तिमी त्यही भएर हो त्यो अलिकति कमजोरी भएको पढ्ने भन्ने कुरा के साँच्चै मम्मी म त पहिला 14 हो अरे नि विश्वास लाग्नु के 14 देखि 7 मा आउने त कति स्ट्रगल गरे होला मैले तर किन म धेरै स्ट्रगल गर्दैन तर राम्रै आउँछ नि मम्मी मार्क्स सोचे भन्दा राम्रै आउँछ के पहिला उसमा माउन पर्ने बेलामा पनि त्यो सानो हुने बेलामा पनि मलाई मन लागेन भने ल तिमी मनै लागेन भने नगर्दा हुन्छ अनि किन नगरेको होमवर्क भन्नु भने चाहिँ मलाई मन नलागेर भनेर भन मिसलाई भनेर भन्छ तिमीलाई हजुर चिल हुनुहुन्थ्यो सानैदेखि मलाई त्यस्तै सिकाउनुहुन्थ्यो त्यही भएर म नि हो कि चिल भएको होइन त्यो हुन्छ नि त तिमी आफैलाई अब पढ्नुपर्छ भनेर भन्दाखेरि चाहिँ बेस्ट गरिन्छ नि त आफ्नो आफैलाई लाग्नुपर्छ कि त्यो कुरा अरूले जताउने भन्दा पनि त्यो गर्न हो अरूले भन्ने त झन् मन लाग्न कि आफ्नै वेमा पढ्यो भने पो राम्रो हुन्छ स्टडी के त्यो आफैलाई लाग्यो अरूले झन् त्यो धम्काउने थर्काउने गर्ने झन् मलाई किन थुक्दिम जस्तो लाग्छ मायाले पढाए पो सबले बुझ्छ त नि हैन खास त आफैले प्र्याक्टिस गर्दै जान्नेहरूलाई झन् इजी हुन्छ नि त त्यो म्याथ सरहका गालै सुनाउने गरेर हान्डे पढाउने मलाई त रिस उठ्छ हजुरलाई नि हानेछ त्यही पहिला सधैँ खान्डे भनेर भनेको त मैले त्यही भएर आजकल त 5 यो 5 यहाँ 5 यहाँ 10 यहाँ 10 खाए नि मलाई त केही हुन्न क्या बानी परेर कति थियो भन्ने थाहा भयो होला आजलाई अहिले यो पालि राम्रै गरिराखु के अरे पढ्नेमा त अब आफ्नो बेस्ट दिने हो फेरि मलाई इजी भएको मेरो साथीहरू के अरे नपढ्ने भएर नि हो नि सब बिग्रियो आजकल सब हल्ला गर्दै बस्छु म मात्र पढ्छु त नि कहाँबाट मन नराम्रो किन हो त कुकुरले फेरि गाला गालामा हान्ने अर्काको नानीलाई अब के हो र हो त नि का सबलाई हो बिचारा फर्स्टहरूले त कस्तो नजाने जस्तो गर्छ अनि एकजनाले मात्र नजान्ने दुईजना नजान्ने नि त उसले
त्यो सरको झन् ल्याङ्ग्वेज के अरे इङ्ग्लिस चाहिँ बुझ्दैन सबैले के भन्छ राइट ओन के भन्छ अनि जान्छ अनि यस्तो नमिठा हुन्छ नि सम्झिँदा नि गालै दुख्छ वहीँ कति यस्तो छ क्या त्यो धेरै दाँत ठुलो भएर अनि त्यो यस्तो टिपिक्क हुन्न क्या यस्तो हुन्छ जतिखेर नि यस्तो हुन्छ अनि गर्दै आउँछ अनि होमवर्क चेक गर्छ उसलाई फेरि मन लाग्यो भने होमवर्क चेक गर्दैन उसलाई मन लागेन भने फेरि कोहीले हान्दैन त नि मम्मी आज यो युनिसाले नहानेको हामीलाई हानेको हो त्यस्तो चाहिँ कहाँ गर्न पाइयो यार कोहीले हान्दैन गालामा नि ढाडै दुई फकेल्टा हुने गरेर हान्छ ढाडमा अनि म त्यो कपी चेक गर्दै हुनुहुन्थ्यो सरले अनि मैले यहाँ हेरिरहेको थिएँ कि त्यो क्वेसन नबुझेर अनि त्यस्तो गर्ने त ताल मिलाएर त यस्तरी हानेर मेरो त यति दुखे रातो छाप बसेको थियो अरे क्या यस्तो दुखे थियो ताल मिलाएर हान्ने क्या हो त्यस्तोले नि म यही दिन जाने बेटा ल फाउरी जनता फाउरी खाना साने के ठाटा बिना के भीम न खिर बच्चाहरू तान ठटो आयो मर्म चलाउ दियो अभिभावक ताने हाटाम हगाटम थाम अभिभावक म बिना आयम हज नानेर सानो बच्चा मारा ठटा न आयम ब्यालै सित बिराइ न याम न आयम होला बिहान त छोड्दिनु अब गरे अनि जाने नि तर पहिला त गाला पर्किने लु सरकिने लु बजायो भनेर अरे अभिभावकहरूले गाली गरिन्छ होइन अर्काको नानीलाई अर्काले चाहिँ के नचोएर हुर्काएको नानीलाई चाहिँ त्यसले चाहिँ मन पऱ्यो किन हान्ने त नि नेपालमा माथि स्कुलमा गएर गाली गरे माउन्न कसलाई दाइलाई एउटा गाँजा खान्थ्यो त्यो कालीपुलमा त्यो मान्छे त्यो माछाले दाइलाई भनेर त्यो क्या त अर्को नि दाइ जस्तो देखेर दाइलाई हानेको के माथि त यसो भनेर तेरो बाबाले तेरो बानी यस्तै हो तेरो ताल हो कि चाल हो यस्तै हो तेरो बाबाले अर्को बिहा गरेको तेरो आमाले झिना पारेर पार्ने झिना पारेर पढाउने तेरो बाबाले अर्को स्वामी लगेर जाने तेरो पार यस्तै हो भनेर कस्तो गरेर हानेको रे कि त्यो सरले त पुरो रुँदै आएको माथि स्कुलबाट गएर म गएर बिहासम्म गाली गरेर त्यो निस्कायो हो त्यो सरले त म त त्यसलाई निस्कायो आमाले कसरी त्यो प्रिन्सिपल सरले निस्कायो नि बच्चालाई आफू हो त्यो त हो नि अब मैले त पहिला नपढेर नि हो के अरे त्यस्तो कुरामा त भर्खरै उसो गर्नुहुन्न अब राम्रोसँग पढ्छु होमवर्क गरेर नि गयो भने के अरे पिट्यो भने त जाने हो नि के हामी चाहिँ पैसा तिरे फेरि कम्प्युटर ल्याब फेरि च्याप्टर भ्यासी लान्छ नि हाम्रो क्लासलाई मात्र हो कि फेरि यो कम्प्युटर बिग्रेछ भन्ने फेरि अर्को दिन फेरि त्यही 6 क्लासलाई लगेको हुन्छ फेरि हामीलाई कम्प्युटर ल्याबै लग्दैन अनि बोइजको म चाहिँ निटिङमा गएको थिएँ कि त्यो बेलामा अनि मेरो पालोमा फेरि निटिङमा गएँ म अनि मैले नि पाउँछु नि त कम्प्युटर हेर्न त के चलाउन मैले त्यो नयाँ सर आएदेखि मैले यहाँ कम्प्युटर मुख देख्न नि पाएन अनि म बोइजसँग भयो नि जान्छु सर भनेर भन्ने बेलामा त बोइज गर्ल्सको टर्न गइसक्यो तिमी जान पाउँदैन भने के अरे अनि म यत्तिकै बसेको नि मैले यहाँ कम्प्युटर नचलाएको नि कति भइसक्यो हामीलाई त त्यो थ्योरी क्लास मात्र गराउने के पढाउने मात्रै त उता नलाने क्या अनि त्यो धेरै जस्तो त अब यहाँ आफ्नै अगाडि आफैले गरेर नि त सिकिन्छ नि त धेरै कुरा त्यो सरले त अब त्यो थ्योरी क्लास मात्र गराउने टेस्टमा पास मार्क्स नि 10 मा 10 दिने गर्छ के अझ लेखेका मैले 10 मा 10 कम्प्युटर त इजी लाग्छ प्र्याक्टिकलमा नि 10 मा 10 दिएको थ्योरीमा नि 10 मा 10 भएको हैन का त्यस्तो हैन का टेस्टमा 10 मा 10 का उस्तो यसरी चाहिँ हाम्रो चाहिँ किन हो र कहिले पनि मुखै नदेखाउने यसरी नै हुन्छ भनेर कुरा उठाउने हो नि
धेरै साथीहरूले भन्ने थिए रे भनेर कहाँ लाग्छ र अनि फेरि मम्मी टिचर फेरि यति फेर्छन् नि कोहीको भिसा लागेर जाने गर्दा नि हो क्या हाम्रो पढाइ छुटेको अनि त्यो एउटा मिस गएपछि त्यो टिचर छान्नमा 1-2 हप्ता लाग्ने अनि हाम्रो कोर्सै नभ्याउने भएर नि हो यो स्कुल त मलाई त मन परेन पो अरू कुरामा डान्सहरू हुन्छ एक्स्ट्रा उसहरू हुन्छ त्यो मलाई राम्रो लाग्यो तर त्यो यस्तो टिचरहरू त मलाई मन परेन पो हान्न त जुन स्कुलमा नि हान्छ नहान्ने भन्ने कुनै स्कुलको हुन्न कोही टिचरहरू हुन्छ त्यो राम्रो टिचर भन्ने नि तर उहाँले फेरि यस्तो भन्नु के म इङ्ग्लिस फेरि उहाँ सब इङ्ग्लिस हो बाहिर मात्र अनि मलाई के मैले मेरो बर्थडेमा गुन्द्रुकको अचार ल्याइदिनु भएको थियो भन्ने थिएँ उहाँ टिचर हो क्या अनि उहाँले चाहिँ हल्ला के अरे म हजुरहरूलाई पिट्न आएको होइन अनि उहाँले चाहिँ फ्यामिलीकोमा नि हक हुन्छ कि आफ्नो बच्चा कस्तो गराउने भनेर फ्यामिलीको नि ठुलो हक हुन्छ भनेर भन्नुहुन्छ क्या उहाँले अनि फेरि कुनै साथीहरूले उस खान्छ के चुरोटहरू खान्छ अरे बाहिर केटा साथीहरूले अरूको क्लासको हाम्रो त 2-3 जना केटाहरू त काम नलाग्ने हो क्या त्यही केही त कोही केही बालै नहुने पढाइमा मात्र ध्यान दिने भनेको म अलिअलि बोल्छु के भन्छ नोट कपीहरू माग्ने अलिअलि बोल्ने साथी भनेको शशाङ्क हो भन्थे त्यो शशाङ्कको मात्रै हो क्या अरू त सबै चिरिप्पै अनि 3-4 जना केटाहरूले चाहिँ बङ्क हान्छ के स्कुल ड्रेसमा आउने अनि कता जाने एउटा हेरी गु आयो भनेर टिफिन ब्रेक भन्दा अगाडिको पिरियडमा गएको सिधै लास्ट पिरियडसम्म उहाँ आफ्नो बहिनीलाई लिन आएको थियो स्कुलमा कसरी सकेको हो भन्छु म त त्यस्तो आफ्नै लाग्यो भन्ने नबुझ्ने रहेछन् रो के भन्ने लाउँछ क्या मलाई त अनि हेरे त मेरो पछाडि बस्छ के पहिला बस्थे मेरो साथीहरू अनि गाँजा कस्तो हुन्छ भनेर ड्रइङ गराउँदै बसेको के भन्ने तिनीहरूलाई त्यस्तो गर्दा तिनीहरू त मान्छे होइन भन्ने हुन्छ क्या मलाई त गाँजा खाएको ड्रइङ गराएको कि गाँजाको ड्रइङ गराएको स्ट्रबेरी फ्लेभरको गाँजा कस्तो भनेर सोधेर चाहिँ एउटाले बनाएको थियो क्या हजुर अनि अझ यहीँ एसेम्ब्ली लाइनमै मैले आज यो वाला ग्रीन कलरको वाला हुक्का किने के भन्छ अरे स्ट्रबेरी फ्लेभरको भेप किने भनेर कुरा गर्दै बस्छ मलाई त नि हुन्छ म त आफूलाई चुरोटवाला क्यान्डी खाएन एउटा चुरोटवाला क्यान्डी हुन्छ क्या त्यो यसरी गरेर टोक्ने मलाई त्यो त यस्तै ठोको नि होइन तिनीहरू भने साँच्चीकै आफ्नै लागि हानिकारक हुन्छ पछि आएर दुखाउँछ नथाहा पाउँदो रहेछन् केटीहरू त सोझो छ गाईहरू छ चिरिप्पै त केटाहरूलाई चक्लेट बाँड्दै हिँड्छ हाम्रो क्लासको केटीहरू त धनीको छोरीहरू रहेछ र कि त्यो ठुलो चक्लेटहरू दिने 300 को डेरी मिल्क दिने अनि ऊ हामीले माग्यौँ भने चाहिँ हजमालाई नि दिन्न कस्तो हगा एउटा झन् उसको मम्मी जापानमा खा के के पोर्चुगलमा खा अब जान्छ होला त्यो पोर्चुगल रेड कार्ड आखरे मम्मीको अनि त्यसको बाबाको चाहिँ गर्लफ्रेन्ड हरेका अनि त्यसले मलाई मात्र भनेको के अनि मेरो हेड फ्यामिली सिक्रेट केही छैन अनि बाबाको हजुरको कान्छी श्रीमती भन्दै हिँड्न भएन अनि मैले तेरो फ्यामिली सिक्रेट छ भनेर सोधेको थियो क्या अनि मैले छैन भनेको अनि तेरो छ भनेर सोधेको अनि भन्थ्यो अनि त्यसको बाबाले हेरी त्यो उसहरू खान्छ अरे क्या त्यो दिमाग ठिक नभएको औषधि खान्छ अरे अनि तिनीहरू भन्दै थियो अनि हो त्यस्तै हरेका उसको बाबा
अनि हो त्यस्तोहरू हुँदा हुँदै नि फेरि यस्तो के भन्नु उसको एउटा क्रस छ क्या अनि त्यो क्रस अरू केटीसँग बोल्यो भने पढ्दै नपढ्ने जतिखेर नि त्यो उसकै केटालाई थर्काउँदै बस्ने गर्छ हो त्यस्तो गर्दाखेरि त मलाई नाक फोडिदिनु जस्तो लाग्छ मैले टाइम दिने भनेको आफ्नो फ्यामिलीलाई मात्र हो अरू त बाल छैन पढ्न जाने हो पढ्न जान लाग्यो पढ्ने ठाउँ हो जान्छु पढ्छु आउँछु तिनीहरू फेरि के गर्छ फ्यामिलीलाई टाइम अनि फेरि मेरो कति धेरै साथीहरूले रफोर्ड बोल्छ के भन्ने हो र तेरो टाउको के त जोले नि भन्छ नभन्ने एउटा छैन क्या त्यो फर्स्ट बोयले त भन्छ भने सिधै सुन बुझ्नु त्यो घिलाउने के भन्छ म त मेरो मुखबाट निस्किन आएर अहिलेसम्म थाहा नि छैन त्यसको तिनीहरू म सबसँग बोल्छु तर पढाइको विषयमा अनि त्यस्तै कुराहरूमा बोल्छु क्या अरू कुरामा त केही इन्ट्रेस्ट छैन मलाई आजकल किन भनेपछि साथीहरू बिच चाहिँ फ्यामिली सिक्रेटको बारेमा नि कुरा हुन्छ अनि एउटाको हेरी पार्वती भन्ने आजकल हामी बोल्दैनौँ यतिका मम्मी दुई जिब्रो क्या हाम्रो अगाडि अर्कै कुरा गर्ने फेरि अर्कोसँग गएर अर्कै कुरा हाम्रो हेरी क्लासमा केटीहरूको सबभन्दा नराम्रो बानी गर्ल्सको टिम बनाउने अनि हामीले चाहिँ मैले चाहिँ सबै टिम मिलेर बस्छौँ भनेको पहिला चाहिँ 5-6वटा टिम थियो अहिले चाहिँ 2वटा मात्र छ अनि म आएर अनि टिम त्यस्तो नबनाऊ सबै मिलेर बस्छ भनेर भन्ने मान्ने जति बनेको अरे हामी तिनीहरूकै टिममा हो अहिले म अनि हेरी टिमको हेरी लिडर हुने रे के चलन होला अनि म त तिम्रो टिमको फेरि को हो त लिडर टिम नबनाउने टिमको लिडर छैन क्या हाम्रो सबै एउटै भनेको क्या मैले यहाँ आएर मैले मिलाएको भनेको त हजुरलाई धेरै उन्नति प्रगति गरे नि अनि फेरि पछि मैले मिलाएको पछि मलाई निकालिदिएको 2 हप्ता अनि म एक्लै बसेर खाएको अनि म टुटा हुआ भन्थे अनि पछि त अब के भयो पछि बोलाउन आथे मैले नि थुकेर हिँडेको मुखमा अनि पछि मिलाउन न त बोलाउन आथ्यो सारै गरे भनेर गएको त कोहीलाई इग्नोर गर्न सिक्न पर्दो रहेछ कि धेरै अब आफ्नो इग्नोर गर्न सिकेन भने दुःख पाइन्छ जिन्दगीमा मम्मी बाबा फ्यामिलीहरूलाई हो इग्नोर नगर्ने अरूलाई त केही महत्त्व छैन अहिले त थाहा पाइसके को कस्ता खान भनेर चाहिने कुरामा बोल्छु नचाहिने कुरा थाहा छैन मलाई म त आज धेरै नै बोले क्या आमालाई निन्द लागिसक्यो हजुरको छुट्टी हो र भोलि छुट्टी त होइन तर 9 बजेबाट हो त्यस्तो केही फरक पर्दैन फेरि मेरो हिजो पनि सुतेको नि त एकदम लङ टर्म लामो समयसम्म सुतेको त्यही भएर नि निन्द्रा लाग्छ होइन त्यस्तै हो छैनन् राम्रो साथीहरू पहिला कस्ता थिए भाइ हाम्रो बुवाजे थिए पहिला झन् सबै लाटो आफ्नै धुनमा हुने सबै केहीमा हो कि सबै त्यो छाडा उता बेनीमा हुने बेलाको साथीहरू त पुरै गाईहरू थिएनन् र तेरो त गाई भन्नाले सोझो के सोझो हो के सबै सोझो यहाँ त अब गाँजाहरू खाने खालको खाने मान्छेहरू नि टिचर अनि उस्तै साथीहरूसँग केही कसु छैन जे जसो जे गरे नि सबले माया गर्छन् मलाई त्यति भए पुग्यो के अरे अब उनीहरूलाई मैले अलिअलि भन्ने काम हो उनीहरूको गर्ने काम हो गरेन भने कति भन्ने हो हामीलाई नि जाउलाउँछ नि किन तिमीले साथीहरूलाई त्यस्तो थाहा पायो भने किन यस्तो गर्छौ राम्रोसँग पढाइ यताउता भनेर सम्झाइ बुझाइ नि गर्छौ र पहिला गटे आजकल गर्नका
एउटाले त बुझ्दैन नि बुझ्ने त्यो एउटा केटाले चाहिँ त्यसलाई युज गरेको थियो क्या त्यसले त्यो चाहिँ अलि धनी त होइन त्यो एउटा सानो हाम्रो यता टिनको छाप्रा जत्रो घर धाग बढी लाग्छ अनि फेरि त्यस्तो गरेर उहाँ कमाउनु गयो मम्मी उहाँ बाबा त्यस्तो गरेर हिँड्ने गर्लफ्रेन्ड बनाउँदै हिँड्ने नि थाहा बुझेर पढ्ला भन्दाखेरि त झन् ठुलो चोकोज ल्याउँदै बाँड्छ त अनि केटाहरूलाई अनि मैले भनेको थिएँ एकचोटि अनि फेरि अर्कोचोटि पनि गरेँ अनि अर्कोचोटि त आफैले के भन्थ्यो अनि थाहा पाए जगेर उसले युज गरेको अनि आजकल त ठिकै छ त्यो नि अनि एउटा श्रेष्ठ सोझी मेरी बेस्ट फ्रेन्ड त्यो र म क्या आफ्नै धुनमा एकअर्का भयो भने केही नचाहिने जतिखेर पनि पढेरै बस्ने त्यो र म मात्रै होला भाइ अनि अञ्जली पनि केटाहरूको केही छैन बाल ऊ मात्रै पढेर बस्छ कुनामा त्यो पनि बेन्चमा एक्लै हो त्यो नि एक्लौटी हो आफूले आफ्नै धुनमा पढ्दै बस्ने फेरि त्यो फेरि सरहरूलाई क्वेसन केही नसोध्ने के आवाज नि कस्तो र उसको आवाज फेरि सरहरूको अगाडि मात्र हो हाम्रो अगाडि फेरि यति बोल्छ कानै दुखाउनु गरेर बोल्छ हाम्रो अगाडि चाहिँ हजुरले त सरहरूलाई जे पनि मन लागेको कुरा सोध्छौ म त आफूले जे कन्फ्युजन छ त्यो सोध्छु के रे अनि त्यो सुन्यो भने नि धेरै फरक पर्दो रहेछ कि मम्मी सुन्यो भने नि क्वेसनहरूको आन्सर आफै आउँछ त अनि सुनेन भने बरु कति दुःख हुन्छ सुन्यो भने त बरु यस्तो यस्तो भनेर उसको त्यसको खास यो डिजिज भनेको के अरे न्युट्रिसन भनेको के हो भनेर बुझ्यो भने त त्यसकै त्यो भनेको के हो भन्ने त लेख्ने हो नि होइन मिलाएर अनि त्यो भने सुने यो के हो भनेको के हो भनेर बुझ्यो भने त के चाहियो र आफ्नै शब्दमा लेखेर मिलिहाल्छ नि क्वेसन आन्सर त्यही त नि म त धेरै बोले जस्तो लाग्यो अहिले त बोले छैनौ कि बोले छैनौ पेपा पिग आई एम पेपा पिग कति हेर्थ्यौ है पहिला तिमीले आजकल नि हेर्छु का इंग्लिश सिक्न हो र त्यो लिसनिङ भयो त्यो आफूले जे धेरै सुन्छ त्यही के रे बोल्ने बानी बस्दो रहेछ के रे कान्छी त्यो गान लान्छ पर्यो नि हजुर दिदी पार्लर पनि सिक्छ दिदी अनि फेरि ल्याङ्ग्वेज क्लास पनि गर्छ त्यस्तै छ दिदी गर्छ धेरै कुरै गर्छ अनलाइनमा देखेको नि धेरै भयो छामा आज देखेको थियो म फोन हानेको त उठाएन ऊ गरेको थियो के दिदी हामी ग्रुपमा आज चाहिँ आमा र बाबु ग्रुपमा आमा र बाबु पनि आएको थिए अनि सबैजना बोल्दै थियौँ त्यही भएर बिजी भएर नउठा होला नि त्यही भएर बोल्नु स्कुल चेन्ज गर्ने हो र मैले कति गर्ने हो र मैले त झ्याउलाई सक्यो अब दुईटा त हो नि अनि कोही अबे मम्मी हो त्यस्तो होला देख्दा त म त यिनीहरू मान्छे हो र भने जस्तो लाग्छ का एउटा दिदी फेरि रेस्टिकेट भएर आएको हो रे के हाँसै लाउने कुरा पोखराको टप स्कुलहरू कुन कुन हो तिमीलाई थाहा छ होला नि कुन हो र कुन हो तिमीलाई थाहा छ होला नि भन्छु के कुन त त्यो नि राम्रै छ भन्छ नि त स्कुल खन नो पर्यो आजन कुखुराको खोर जत्रो छ मम्मी कुन ग्राउन्ड नि हैत्रै गर्मीको बेलामा बेसरी गर्मी हुन्छ होला बाबु टिन हुन्छ गर्मीको बेलामा त मेरो त कम्पारा फुट्ला जस्तो हुन्छ फेरि तिमी फेरि पुरै तातेर पुरै यो आगो हो कि टाउको हो र भन्ने हुन्छौ फेरि अगा मलाई हरिप तातिन्छु मेरो साथीहरूको हात छाम्यो भने त म त आइस समाटे जस्तो हुन्छ त्यही त नि अनि फेरि पानी पर्यो भने पढ्न नदिने का ट्याप ट्याप गरेर ढ्यार गरेर पानी पर्यो भने त पढाइ नै हुन त त नि है साँच्चै भन्नु
कति कराउँछ र कानै फुटाउला जस्तो पोखरामा फेरि सानोतिनो पानी आउनु नि त फेरि मुसलधारे नै आउँछ नि त फेरि सानोतिनो के मम्मी मलाई फेरि प्रगति स्कुल यति मन पर्यो तर म त्यहाँ म जान्न त्यस्तो ठुलो स्कुल नि म जान कस्तो अबे हुन्न यहाँ चाहिँ जान्न भने जस्तो नि हुन्छ कि मलाई हेरि के गर्दा मलाई स्काउटमा जानु होला स्काउट भन्ने स्कुल छ र यो मम्मी हेरि स्काउट थाहा हुन्न स्काउट थाहा छ त तर स्काउट भन्ने स्कुल पनि रहेछ र कि भनेर के स्काउटको स्कुल नि रहेछ र कि भनेर के ए हैन के स्काउटै सिकाउने स्कुल का हुन्छ गयो हुन्छ तर अहिले त जाने हैन होला नि त जे जसो हैन 10 त यही पास गर्छु अब पछि हेरौँ जे नि हुन सक्छ अहिले यो हुन्छ भनेर के हो र पछि हुने कुरा भइहाल्छ नाच्नु का प्रगति भन्ने स्कुलमा के गर्दा गएको र तिमी म ड्रइङ कम्पिटिसनमा गएको त के त्यहाँ त कोरियन स्कुल जस्तो भए मम्मी हेर्दा नि ओहो यो स्कुल त बङ्गला जस्तो भने जस्तो हुन्छ क्या वहाँ गयो नि त अनि बेन्च नि लास्ट फेन्सी क्या मम्मी आफू मात्र बस्ने बेन्च दामी रहेछ त है वहाँ त्यो चाइनाहरुमा हुन्छ है त्यो बेग्लै बेन्च अनि त्यो चेयरमै ब्याग झुन्डाउने हुने अनि यस्तो नि सानोवाला टेबल हुने आफ्नो मात्र अनि तल नि एउटा ग्याप राख्ने हुने यस्तो अक्खा थियो नि मम्मी के गर्ने खै फिस फेरि नर्सरीहरुको लागि 10,000 हो क्या एक महिनाको कोलाई सोधेको र अब तिमीले प्रगतिको फी फेरि त्यही धेरै स्कुलबाट आउँछ नि त त्यहाँ अनि त्यही प्रगतिकै स्कुलहरुको नि थियो के अनि सोधेको अनि त्यसले भन्थे के अरे तर लास्ट फ्यासिलिटिज के बास्केटबलको लागि छुट्टै ग्राउन्ड फुटबलको छुट्टै भलिबलको छुट्टै बाबु अनि तिमीले चाहिँ त्यो प्रगतिको स्टुडेन्टहरुलाई चाहिँ यहाँको फी कति हो भनेर सोधेको तिनीहरुले आफैले भन्थे एउटी रहेछ के बिचारा बल्ल बल्ल पढे कि हैन के अनि भन्थ्यो म सुटमा आउँदा त ओहो भन्ने भन्थ्यो पछि फिस तिरेर भन्ने हो जस्तै रिग्रेटको कुरा गर्थे के त्यसले फिसको बारेमा चाहिँ गाह्रै हो भन्थे तर फ्यासिलिटी चाहिँ राम्रो थियो लाइब्रेरी नि यति ठुलो ओके अनि टिचरहरुको स्टाफ रुम देखेर म त बिहोस हुन लाग्थे भाइ पुरै चक्कर लाग्यो र हजुरले फेरि हामी त एउटा मेरो साथी थियो सुशान्त परियार भन्ने त्यो बेलामा त अब त्यो बेलामा हेरि केटा केटी भन्ने मलाई थाहा थिएन का अनि केटा भयो नि केटी भयो नि हिँड्थ्यौं त्यो बेलामा हेरि अनि म अनि त्यो सुशान्त अनि अर्को एउटा दिदी गथ्यो के 10 क्लासको दिदी अनि 10 क्लासको दाइ गथ्यो अनि है आफ्नो ड्रइङ भ्यायौँ के अरे हामीले अनि ड्रइङ भ्याएर को कता गयो को कता त्यहाँ हेरि मम्मी गर्मीमा चिसो आइस हालेको पानी र आइस हालेको ट्याङ्क बाट्ने के ट्याङ्क पानी ठुलैमा अनि हामी त ट्याङ्क खाइभएको लाइब्रेरी घुमेको भएको हामीलाई त बङ्गलामा आ जस्तो भएको क्या होटेलमा आ जस्तो भयो के अरे घुम्यौँ कहिले सिद्धिन्न हो वहाँ स्कुल गरी कता टोयलेट नै म यत्रो थियो त अनि टोयलेट नै हाम्रो स्कुल जत्रो थियो ठुलो खागा मम्मी आउनु हो भने बाहिरबाट हेरेर थाहा पाउनुहुन्छ कति ठुलो हो भन्ने प्रगति बोर्डिङ स्कुल हो त्यो प्रगति सेकेन्डरी हो क्या कहाँ सवारी कनानेर भएन हैन बाटुले जोड्दिर ए माथि त्यो भन्दा त माथि नै हो तर त्यतै बाटुले जोड्दिर अनि मम्मी म त यो स्कुल हो भन्ने जस्तो भएको थियो क्या सुरुमा जाने बेलामा त मलाई त प्रगति भन्ने सुनेको थिएँ मात्रै गएको थिएन नि त ट्याङ्क देखेर म त मन लोभ्याउन सकिन के अरे अनि मलाई त त्यहीदेखि मन पर्यो क्या अहिलेदेखि अनि फेरि मम्मी त्यहाँ म्युजिक क्लास छ छेउमै त्यही छेउमै डान्स सिकाइरह त्यही छेउमा हेरि के छ गर्दाखेरि हेरि मम्मी त्यही हार्मोनियमहरु सिकाहा
के भन्ने पहिले पियानो चला भित्रको माहौल देखेर त म त बङ्गलामा जस्तो थियो ए अनि त्यतिखेर त्यो कम्पिटिसनमा चाहिँ के भएको कि होइन त बाबु कस्तो के हैनले ड्रइङ कम्पिटिसनमा गएको थियौ नि त तिमीहरू त केही पोजिसनहरू जित्ने यताउता केही भयो कि भनेर के भयो नि के भयो त तिमी म केही भएन ए अरु भयो मेरो त ड्रइङ मेरो त टाइम नि धेरै भएन कि मम्मी म एक दिन बिरामी भयो के थाहा कि थाहा नहोस् बिरामी भए प्र्याक्टिस गर्ने दिनमा एब्सेन्ट भयो फेरि अर्को दिनमा के हो भएर एब्सेन्ट भए अनि 2 दिन सिक्न पाएन एक्कासी वहाँ गएको म अनि राम्रो नि भएको थिएन ड्रइङ अनि मैले वहाँ फर्स्ट पिरियड मात्र सिकेको अनि हेरी त्यो 5 क्लासहरुको लागि यति ठुलो गाह्रो थियो टपिक फेरि जंगलमा आगो बोलेको अनि सबभन्दा सानो क्लास स्टुडेन्ट हाम्रो स्कुलबाट गर्थ्यो के 5 क्लासको के भन्ने कति अग्लो थिएर अरु स्कुलको मैले त यसरी हेर्नु पर्यो टपिक फेरि जंगलमा आगो लागेको थियो टपिक फेरि म त आगो बनाउन नै सिकाएको थिएन नि त एक पिरियड गरेको रुख बनाउन सिक्दै गयो के रे आगो बनाउन आउँथेन अनि मैले त जंगल मात्र गराइदिँदाखेरि सक्यो टाइम म त तर केही रिग्रेट हैन आफ्नो एक्सपिरियन्स भयो भन्ने भयो थियो अरु भन्दा नि प्रगति स्कुल घुम्न पाए भन्ने भयो थियो मलाई त त्यति भए पुग्यो मलाई अनि आफ्नो ट्राई गरेकै हो मैले आफ्नो एक्सपिरियन्स भएर अर्को चोटी अब राम्रो गर्ने भन्ने हुन्छ के मलाई त किन फेरि बाबा राजेश सरको बाबा राजेश सरको उस हो नि त साथी भाइस प्रिन्सिपल सर अनि प्रिन्सिपलै हो क्या आजकल त होइन भाइस प्रिन्सिपल अनि त्यो अस्ति नै मेडल बाँड्ने थियो के फेरि त्यही ह्यान्डराइटिङको दिनमा के रे त्यही म ड्रइङमा जाने दिनमा फेरि मेरो नेपाली ह्यान्डराइटिङ कोही घुस्नी थियो के कम्पिटिसन अनि यस्तो लोदर ह्यान्डराइटिङ भएको भन्ने गर्थे मैले म 3rd 4th भए नि हुन्थ्यो होला भनेर भन्ने लाग्थ्यो मलाई फेरि त्यही दिनमा ड्रइङमा गएँ म मम्मी मैले फेरि बिर्सेँ थिएँ कि अनि के रे म स्योर थिएँ मैले ह्यान्डराइटिङमा त पाउँछु होला भनेर म बसेँ थिएँ पछि मलाई बल्ल लास्टमा याद आयो नि राजेश सरले हेरिराख्नु भएको थियो मलाई अघिदेखि म त उहाँ मेडल बाँड्दाखेरि एकछिन मलाई हेर्नुभएको थियो अनि मलाई मेरो पालो कहिले आउँछ भन्न खोज्नु भएको होला के रे आफूलाई यहाँ अप्ठ्यारो लाग्यो यहाँ अब त मेरो ह्यान्डराइटिङमा आएन के अरूमा त आउन भनेर बसेको के रे आफूलाई लाज लाग्यो पछि त सबले कुनटा मेडल बोकेछन् तर धेरै थोकै मेडल नभएको अनि म मात्र उहाँ गएर अनि मिखा पाएन भन्नुभएको थियो अनि अब नेक्स्ट टाइम ट्राई गर भन्नुभयो अनि यस्तो गर्नुभयो अनि म चाहिँ गएँ क्लासतिर लाज लागिथ्यो भाइ मलाई त अनि फेरि त्यो सरहरूले केयर गर्ने भयो भने नि त्यस्तो हुने बेलामा चाहिँ हल्का अप्ठ्यारो जस्तो महसुस हुन्छ के है अब कोही त हुन्छ नि कोहीलाई त थाहा नि हुन्न केयर नि हुन्न अब मलाई त अब राजेश सरले त अब टिप पार्नुहुन्छ जता नि बोलाउँदै चक्लेट दिँदै गर्नुहुन्छ बेस्ट अफ लक भन्नुहुन्छ इक्जामको बेलामा बेस्ट अफ लक भनेर म्याङ्गो बाइट चक्लेटहरू दिनुहुन्छ कति माया गर्नुहुन्छ आमाले टिपिहाल्नुहुन्छ बल्ल म्याङ्गो रे म्याङ्गो चक्लेट थाहा होला फेरि 5 रुपियाँको 5वटा आउने म्याङ्गो चक्लेट बल्ल म्याङ्गो हो रे आमाले किन यस्तो हुनुहुन्छ रे हामी खुसी भएर बस्नु कुरा त जब म्याङ्गो चक्लेट त डोले नि दिन्छ नि
के अरे त्यो कहिले त फेरि रिले दौड भनेर नि दौडिन नि जान्छौ, घरि के कम्पिटिसनमा जान्छौ, स्कुलले प्राथमिकता दिएको हजुरलाई कि ट्यालेन्ट भएर हो र? के खै म त जुनमा नि हेर्नु मम्मी बुढा आफू नजाने नि म जेमा नि इन्ट्रेस्ट लाग्छ नि। निटिङमा झन् किन हो अरूले बुनेको देखेर म त जेलस हुन्छु। अब काठमाडौँमा धागो लगेर जान्छु अनि प्र्याक्टिस गर्नु पर्यो अनि मैले आफ्नो बेस्ट ट्राई गर्छु अनि एउटा गलबन्दी गराइदिन्छु। समवान ल ल मलाई काँटीले बुन्न आउन छामालाई त आउँछ होला नि काँटीले बुन्न। थाहा छैन। आयो भने काँटीले छिटो हुन्छ भन्नुहुन्छ के म ट्राई गर्छु नि। आई बेस्ट समवान ए अनि फेरि राई ड्रेस लाउन मेरो ड्रिम हो। मलाई बुलकीमा कस्तो सुहाएको जस्तो लाग्छ बे मलाई आफैले राम्री लाग्छ। ऐनामा हेर्दै बस्छु। म त सानैदेखि नक्कली हो बे मम्मी। सानैदेखि नक्कली नै होस् त मलाई थाहा छ नि। तँले भन्नुपर्छ र त्यो पुरै नौपालिसहरू लाएर खुट्टामा चाहिँ छालामा लाएर त्यो पुरै छालैदेखि सफा गरिदिनु पर्ने थियो नि तँलाई। नक्कली त अब जोनी हुन्छ मम्मी। सानोमा केटी त जातै नक्कली हो। जे भने म चाहिने भन्दा बढी नै थिएँ क्या पहिला। अनि मम्मी मलाई इयरिङ्समा आजकल यति इन्ट्रेस्ट लाग्छ। केमा? इयरिङ्स के ज्वेलरिजमा के इयरिङ्स सानो इयरिङ्स बुझेँ। नेक्लेसहरूमा लास्ट इन्ट्रेस्ट लाग्छ क्या मलाई। अनि मेरो यताको कान बुझ्यो नि आमा बुझ्यो यत्रो डल्लो पऱ्यो के हो यताको चाहिँ उसने हो। अनि हजुरले ल्याउनु भएको थियो लङ त्यो सिम्पल वाला लङ हो त्यस्तो जोडी लाउनु भने त म यति लाउने वालामा हुँ। त्यो कहाँ छ? यही हो मैले जोगाएर राखेको। अनि अर्को त्यो लभ वाला यस्तो लभ भएको अनि तल यस्तो तान्द्रो भएको थियो। खै हरिब दुख्छ। अस्ति मैले टिकटक बनाउनु बेला छन्ताल ड्रेसमा लागेको झुम्का लाउने भनेको दुखेर अनि त्यो त्यस्तोहरू। अनि रिङको सानो क्या सानो टिपेको रिङहरू नि कस्तो मन पर्यो जस्तो हुन्छ मलाई आजकल। किन हजुर मन पर्न आमा आमा रे मम्मी पर्छ मलाई पनि मन त पर्छ तर त्यही त हो नि मैले चाहिँ लगाउने त्यति बानी छैन नि त। अनि त्यो कस्तो अप्ठ्यारो जस्तो हुन्छ है लगायो भने। हो त के अरूले लगाएको यो त यार मैले यस्तो लाम भने सुन्छ तर मलाई नि कस्तो थुतेरै तान्दिम फाल्दिम जस्तो हुन्छ क्या मलाई नि। त्यो लगाइराख्न चाहिँ इन्जोय गर्न सक्दिनँ क्या। कहिले त्यो फोटोसोटो खिच्ने अनि झिक्ने गर्नलाई त ठिक छ। त्यस्तो गर्न त जोला नि मनपर्छ तर दिनभरि लगाउने कुराहरू त अलि सकिन्छ। त्यस्तो गरे भने त मलाई त अलि जेटल्याङ जुत्लुङ त झ्याउ लाग्छ मलाई त। फेरि हाम्रो गोलो फेस हो नि त तिम्रो नि मेरो नि। गोलो फेसलाई फेरि गोलै चिजहरू भन्दा चाहिँ लामो चिजहरू के म्याच गर्छ नि त फेरि। मेरो को मम्मी फेस गोलो हो तर अलि अर्को वाला गोलो नि। मेरो अगाडिको कति लामो आयो के प्रभु। राम्रो नि आहा नि त्यो बुढोले तन्काएर काटेर छोडिदिने बेलामा त खच्याङै माथि काट्यो। हो त नि का यहाँ थियो नि भरे पानी कति हाले थियो भने त मलाई मात्र थाहा क्या मम्मी। त्यही त नि के पानी उही लिथिक्कै पारेर टन्काइ अझ यस्तरी होइन के अरे कस्तै गरेर तन्काएर काटेको। अब उहाँ गयो भने त समवानले त कपाल लामो बढेको भन्नुहुन्छ होला। मलाई त किन आजकल त लामै कपाल मनपर्छ के अरू बेला के अरे पहिला भन्दा नि।
तर कपाल राम्रो काटेर नि राम्रै भयो भाइ राम्रो आहा भने जस्तो नि हुन्छ फेरि कहिले कहिले त्यतिखेर ठुलै काटेको भने अहिले त लामै हुन्थ्यो होला है तर केही छैन मैले त कतिचोटि काटे यस्तो तिमीले जस्तो त मैले त कतिचोटि काटे लाइफमा त के भन्छ फेरि बिना ठुल मम्मीको नि कुरा राम्रै लाग्यो मलाई फेरि कोही हुन्न नि त त्यस्तो यस्तो भन्नुहुन्थ्यो कि अहिले तेरो मम्मीको झन् मैले जहिले काटिदिन्थेँ चाराप पारिदिन्थेँ त्यो अहिले कति राम्रो भयो तर उसको कपाल के अरे लामोमा कति राम्रो भयो थियो त्यही भएर पछि बढ्दै गयो भने त राम्रो हुँदै जान्छ भने हाम्रो पार्वती हेर्ने साथी हो त्यसको कपाल देखेर त म त यति हेडेक हुन्छ त्यो यहाँ एसेम्ब्ली लाइनमा जाने बित्तिकै फुकिन्छ के कपाल हो त्यो गुज्रे नि फुस्रेवार गुज्रेका फुस्रेका त्यो कपाल हेरेर हया पुगेर हो त्यस्तो फेरि मलाई मन पर्नका त्यो फुङ्ग परेको वाला गुज्रे होला बिचरा त्यो फुङ्ग परेको कपाल देखेर त मलाई फेरि झ्याउ लाग्छ का कर्ली भयो नि त्यो मेरो जस्तो कर्ली त अलि राम्रै त हुन्छ नि हैन मेरो त अर्कै वाला कर्ली छ नि त तिम्रो त त्यो माथि गुज्रुङ मुज्रुङ नभइकन तलतिर कर्ली छ नि त तर पहिलाको भन्दा त सिल्की भयो नि मम्मी नि पहिलाको गुज्रुङ भन्दा त यो धेरै राम्रो भयो नि धेरै स्ट्रेट भयो आई मिन राम्रो त अब हजुरहरूले मलाई गुज्रेमै सुहाउँछ भन्नुहुन्छ मलाई नि गुज्रेमै सुहाउँछ जस्तो लाग्छ तर सिल्की मन पर्छ का मलाई ठिकै छ सिल्की बनायो भने फेरि त्यो सिधा त हुन्छ नि त करक्क पर्नेवाला सिधा स्ट्रेट गरेको मलाई मनै पर्दैन एउटा हेरी त्यो कक्रक्क परेको सिधावाला मन पर्न त्यो के एकदम के वेभी के यस्तो के सिल्क के एकदम साइन गर्ने कपाल मन पर्छ अनि मेरो हेरी पहिल्यैदेखि यो काटेको त अब उल्टे नजाने भयो त्यही पनि यस्तो गरेर माथि गर्दाखेरि यहाँ फुकिन्छ कि मेरो यहाँ यस्तो फुकिन्छ भुवा उठ्छ अनि आमाको नि त्यस्तै हुन्छ यस्तो हुन्छ आमाको जान मेरो नि त त्यस्तै हुन्छ नि दिदी र मेरो सेम छ तिम्रो नि त्यस्तै हुन लाग्यो झन् मेरो त के भन्छ अरे आज गणेशलाई थाहा नरहेछ क्या हजुरको मगर हो भनेर भन्नुहुन्छ अनि मलाई तिम्रो कोही मगर के अरे यस्तो होइन फेरि हजुरलाई देख्नु भए रहेछ गणेश सरले तिम्रो दिदी हो भनेर मलाई छक पार्नु भएको थियो अनि त्यो कसैको मम्मी हो तिम्रो पछाडि कसैको नि त हजुरले मलाई हजुर म बाबा छोड्न जानुभएको थियो हजुर र बाबाले पहिला त्यो ओह्रालोतिरै हो के उहाँको घर देख्नु भएछ अनि तिम्रो मम्मी हो भनेर भन्नुहुन्थ्यो अनि आज चाहिँ धेरै पहिल्यै हो मम्मी हो भनेको त अनि तिमीले के भन्छ अरे तिमीले ढिँडो खान्छ भन्नुभएको थियो अनि मैले भनेको म हेरि फर्स्ट बेन्चमा बसेको आजकल पहिलाको फर्स्ट बेन्चकोहरू धेरै हल्ला गरेर प्लस अगाडि फोहोर गरेर म र श्रेष्ठलाई मेरो बेस्ट फ्रेन्डलाई चाहिँ अगाडि राखिदिएको क्या अहिले आनन्द नि भयो हामीलाई अनि यस्तो भन्दै तिमीले ढिँडो खान्छ भने मलाई लास्टै ढिँडो मनपर्छ भनेको अनि बफ खान्छ भनेर अनि मामा घरतिर खानुहुन्छ मैले नि खान्छु कोही बेला भनेर भनेको अनि अनि के भन्छ मेरो मम्मीहरू छन् त लो भनेर मगर हो त्यही भएर अनि भनेर भनेको नि मगर हो ए इन्टरकास्ट हो त्यही भएर पो तिमी के अरे मगर नि जस्तो देख्ने फेरि कोही कोहीले मगर कोही धेरैले मगर भन्छन् फेरि कोहीले फेरि मलाई गुर्सिनी भन्छ त नि छन् त्यहाँनिर कोहीले भन्छन् कोहीले 40% गुर्सिनी के अरे 70% गुर्सिनी के भन्छु मैले 80% मगर नि 20% गुर्सिनी मगर त त्यो 1% नि छैन म त
भन्छ नि मलाई मिक्स भएर नि होला तर पछि गएर म त मिस छन्त्याल नै हुन्छु होला मिस वर्ल्ड कप नै हुन्छु होला मलाई फेरि आजकल कता कता मोडलिङमा नि इन्ट्रेस्ट लाग्छ के भएको मलाई फेरि यहाँ बुढी लाएर केही हुन्न के बाबु त्यो बुढी सुडीले त त्यो त अनि उ गरेर अनि मोडलिङ गर्नुपर्ने भयो भने त अनि घटाउन सकिहालिन्छ नि म हजुरलाई आइप्याडबाट फोन गर्छु है चार्ज छ र चार्ज त छ ल हुन्छ कि राख्ने हो र हजुर निला भने राख्छु म त लागेन निन्द्रा लागेको छैन 12-1 बजे बोले न मम्मी नु गजल की मम्मी अब नु नाम चला कच्चा बोले न कहो आई बेटी फोन लो नाना पिरोरी खाउनु म टोयलेट जान्छु बाहिर बस्न आउनु किन मलाई भूत गरेपछि लास्ट होला हुन्छ हजुरसँग बसेर म ब्रेभ हुन साहसी हुन साहसी कस्तो यादै आएन है म त आइप्याडमा चार्ज छैन आजकल चलाउनु नहोला भनेर नत्र दिदीलाई कति निन्द्रा लाग्यो होला अघि नैबाट मम हुन्छ म गरे है हजुरलाई ल आइप्याडबाट गर ल तिम्रो आइडीबाट फुल हुन लाग्यो नि मेरो चार्ज आज टन्न बोली भयो ल